के सोध, के भन्ने, के सोध्ने? दादी घुस के हुन्छ? घुस घुस के हो भने जस्तै तिमी मानौ कुनै अफिसमा अथवा कुनै ठाउँमा कुनै पनि ठाउँमा केही काम गराउन जान्छौ होइन? हुन्छ। जस्तै मानौ इक्जाम्पलको लागि स्कुलमा एडमिसन गराउन गयो आफ्नो बहिनीको अथवा आफ्नै होइन? अनि त्यहाँ स्कुलमा भन्छौ कि मेरो एडमिसन गरिदिनु। त स्कुलमा भन्छन् कि ओ सिट कम छ अथवा हुँदैन अथवा मार्क कम छ होइन? जबकि मानौ हुने लायक छ है। भित्रभित्र यस्तो हुन्छ कि हुने लायक हुन्छ तर तिमीलाई भन्छन् अब तिम्रो धेरै कारणहरू देखाएर भन्छन् कि चाहिँ हुँदैन, यो समस्या छ त्यो समस्या छ। अनि तिमी रिक्वेस्ट गर्छौ कि गरिदिनुहोस् होइन, गरिदियो भने राम्रो हो यो त्यो। अनि तिमीले भन्छन् होइन धेरै गाह्रो छ। अनि त्यही टाइममा आउँछ इन्ट्री हुन्छ घुसको। घुस भनेको के हो भने जस्तै जति पैसा तिम्रो त्यहाँ एडमिसनको फिसको दुनियाँ होइन जति पैसा लाग्नुपर्ने हो त्यो बाहेक यदि तिमीसँग एक्स्ट्रा माग लिन्छन् कि मानौ एडमिसन सबै गरेर 5,000 हो तर तिमीलाई होइन बहुत गाह्रो छ यताउता तपाईँको मिलाएर गरिदिन्छौँ भनेर अनि तिमीसँग 10,000 लिन्छन्। तर तिमीलाई त्यो जुन रसिद दिन्छ नि, रसिद ल्याउँछौ नि स्कुलबाट रातोमा रेड कलरको हुन्छ नि, तिमीलाई त्यहाँबाट लेखेर 5,000 दिन्छन् तर तिमीसँग पैसा 10,000 लिएको हुन्छन्। त्यो चाहिँ घुस हो। जुन काम जति सरकारले तोकेछ कि यो काम यति पैसामा हुनुपर्छ त्योभन्दा बढी पैसा यदि कर्मचारीले माग्यो भने होइन, कर्मचारीले माग्नु पनि अनि दिनेवाला पनि दुइटै घुस लिने दिनेमा सजायको भागीदारी हुन्छन्। घुस दिनेवाला पनि दोषी अनि घुस लिनेवाला पनि दोषी। कुरा बुझ्यौ? घुस लिन दिने सिस्टम कसरी बन्यो अनि यसलाई कसरी हटाउने? घुस लिने दिने सिस्टम कसरी बन्यो? त्यो लिने दिने सिस्टम यहीँबाट बन्यो। जस्तै मानौ अब इक्जाम्पल जुन एडमिसनको भने होइन, अब मानौ कि कहीँ एडमिसनकै सिट मानौ 20वटा सिट छ एउटा क्लासमा होइन, अनि त्यहाँ 20वटा सिटमा अब 15 जनाको एडमिसन भइसकेछ, 5वटा सिट मात्रै छ मानौ खाली होइन। अनि एडमिसन गराउनेवाला धेरै छन् कि मानौ 10 जना होलान् 20 जना होलान् जबकि सिट 5वटा मात्रै छ। त्यो सिटको लागि कोही अरे मेरो छोराको एडमिसन होस् भनेर त्यो सिटको लागि घुस दिने चाहिँ सिस्टम त्यहाँबाट सुरु हुन्छ र त्यहीँबाट त्यही मौकाको फाइदा उठाउने चाहे त्यो कर्मचारी होस् सरकारी चाहे नेता होस् होइन। अनि त्यसपछि अब त्यसमा अरू कोही पनि अब सरकारी कर्मचारीमा सबै पर्छन्, शिक्षक अनि ट्राफिक पुलिस होइन नेताहरू हुन्छन्। त्यो सबै चाहिँ अब त्यसमा फाइदा उठाउनको लागि त्यही सिटको किनबेच गर्नको लागि, जस्तै हामीसँग 5वटा सिट मात्रै छ, विद्यार्थी पनि 5वटा पुगिसकेछन्, गाह्रो छ, अनि त्यसैको बहानामा अब कसैले ल म 5,000 लाग्छ भने म 10,000 दिन्छु मेरो छोराको होस्, कसैले म 15 दिन्छु भन्ने लोभ देखाउँछन् अनि कर्मचारी पनि त्यही पैसाकै लोभमा आउँछन्। अनि त्यहीँबाट हरेक काममा चाहे सरकारी कार्यालयमा होस् चाहे जुनसुकै स्कुल कलेजहरूमा होस् चाहे त्यो हरेक सिस्टममा यसरी सुरु हुन्छ घुसको कारोबार। अनि अब यसले कसरी हटाउने भनेको छु होइन।